दुर्गाप्रसादलाई पक्राउ गरेर हतकडी सहित काठमाडौँ लिएर आइयो। अब के हुन्छ तपाईँहरूको अभियान? अब यसलाई के त भने उहाँले जो सरेन्डर गरी आउनुभयो, अब त्यस कारण त्यो राम्रो हो नराम्रो भएन, यो त इन्टरनेसनल प्र्याक्टिस पनि हो। उहाँको अस्ति जस्तो 2 दिन पहिला के भयो त भन्दाखेरि चाहिँ नि उहाँले फलाना मानवाधिकार र फलाना मेरो वकिलको अहिलेतिर हो भने म आउँछु भने आउनुभयो। त्यस कारण चाहिँ स्वागत। त्यस कारण यसरी भागेर के हो भने त कमान्डर भइसकेपछि भागेर के हुँदैन त, राजनीति हुँदैन। र देयर आर सो मेनी क्वेसन्स थियो कि त्यस कारणले चाहिँ नि ऊ भाग्यो, यसो गर्यो त्यसो गर्यो भन्ने थियो, भन्नु भएन कि। अब त्यो वातावरण नै क्लियर भयो र त्यस कारण जुन अहिले निरङ्कुश शासनले जुन प्रकारको ताण्डव नीति गरिरहेछ त्यो पनि मान्छेहरूलाई के त भन्दाखेरि चाहिँ वारेन्टेड छन्, दुनियाँ छन्। अब त्यो पनि सायद कम होला सायद होइन। त्यस कारण जुन बाटोमा गइरहेछ कि त्यही हो कुरा। तर जसरी मान्छेहरू पक्राउ पर्ने क्रम चलिरहेछ नि, हेर्नुहोस् बाबु, यो कुरा के छ भने अब चाहिँ यो जुन दुर्गा पसाई आइन हाम्रो नवराज सुवेदी सबै लागेर के त भने श्रेय दुर्गालाई जान्छ। हेर्नुहोस् यहाँसम्म जो दुर्गाले ल्यायो 2 वर्ष पहिला राजा ज्ञानेन्द्रको हातबाट सेतो परिवार उडाएर जो सुट गरेको थियो उसले ल्यायो, उसलाई चाहिँ श्रेय चाहिँ सबै दुर्गा प्रसाईकै हो। यो कसैले केही त तलमाथि गर्न पनि हुँदैन र त्यो अन्याय पनि हुन्छ। र वास्तवमा चाहिँ अब मलाई के लाग्यो भने अस्ति 15 गते जुन घटना घट्यो, अब यो क्रान्ति सफल भयो भन्नु भएन कि। यो जुन चाहिँ हामीहरूले जुन दुर्गाजीहरूले जुन गर्नुभयो त्यो चिज अब सफल किन सफल भयो भनेदेखि चाहिँ जब नियत्ता जनता सर्वसाधारण जनताको रगत जब आएर कि जमिनमा पर्छ नि, जमिनमा पर्छ र सर्वसाधारण जनताहरूले के त भन्दाखेरि चाहिँ धरपकड गरेर वारेन्टेड हुन्छन्। औषधि गर्न गएको मान्छे हस्पिटलबाट मान्छे पढेर लान्छ, त्यो के हो त भने त्यसबाट सफल भयो। अब त्यो संसारको इतिहासमा तानाशाहहरू कसरी बिदा हुन्छन् भनेपछि यसै गरी बिदा हुन्छ। अहिले नियत्ता प्रदर्शनमा अराजकता मचिनु चाहिँ सफलता हो? सफलता होइन, जब नियत्ता मान्छेमा गोली हान्यो नि, जब रगत चाहिँ के त भन्दाखेरि चाहिँ नि एउटा त्यो सर्वसाधारणको रगत जब जमिनमा पर्छ, क्रान्तिको सफलताको चिन्ह त्यहाँबाट सुरु हुन्छ कि। जब नेता मान्छेलाई के त गोली हानेर जब रगत चुइन्छ नि, त्यो रगतले अब के चाहिँ क्रान्ति खोज्छ भन्नु भएन कि। त्यहाँ संसारका कुनै पनि शासकहरू तानाशाहहरू गोलीको भरमा के त कोही पनि बजेको छैन। त्यसमा जो मानिसहरू आज सेन्स अफ टेरर कसलाई कतिखेर पक्रिन्छ भन्ने कुरा थाहा छैन। सयौँ मान्छे वारेन्टेड छन्, सयौँ मान्छे जेल के अन्याय गर्यो। गणतन्त्रमा जुलुस निकाल्न नपाउने, त्यो दिन के गोली हान्नु पर्ने थियो? त्यो दिन त हामीले सुनेअनुसार त के थियो त भन्दाखेरि चाहिँ नि तपाईँको चाहिँ नि अब त्यो घोषणा सभा थियो। अर्को कुरा के त भन्दाखेरि चाहिँ संसारमा राष्ट्रिय धुन बजिराखेका ठाउँमा के त भने टियर ग्यास हान्ने, अनि अहिले आएर के भन्ने त भन्ने चाहिँ हामीले हानेकै होइन। अनि दोष कसलाई लगाइदिनु त? उनीहरूको हातमा सत्ता छ, पुलिस छ, मिलिट्री छ। प्रत्येक तानाशाहले भन्ने यही हो। त्यस कारण उनीहरू के त भने अटोक्रेसी हेर्नु, प्लेटोले भनेको छ अटोक्रेसी पनि एडभान्स चाहिँ प्लुटोक्रेसी चाहिँ ओलिगार्की भन्छ कि। ओलिगार्की भइसकेपछि चाहिँ दलालहरूको के त बिचौलियाहरूले राज्य चलाउँछन्, नेताहरूले के त देश लुट्छन्, अनि त्यसपछि फेरि जनताहरू सडकमा ओर्लिन्छन्। सडक ओर्लिसकेपछि अनि फेरि प्रजातन्त्र आउँछ र देश अगाडि बढ्छ भन्ने प्रकारको के त भन्दैन यिनीहरूले जो गरे। त्यस कारण त्यो ओलिगार्की हो। अटोक्रेसीको एडभान्स के छ प्लेटोले भने, अरूले भने होइन। र त्यस कारणले मान्छेमा भोटले मात्रै हुँदैन, भोटले मात्रै नेता हुँदैन, र त्यसलाई भोटले जितेर आएर मात्रै हुँदैन। त्यसलाई के त भने इमान्दारीपूर्वक त्यसलाई अगाडि बढाउने, जुन पाएको जिम्मेवारी लुट्ने होइन, अगाडि बढाउने मात्रै नेता हुन्छ। भोट जितेर आउँदा नेता हुँदैन भनेर नि उसले भने। त्यस कारण अहिलेको परिस्थितिमा देख्नुभयो, आजै आज गभर्नरको त्यहाँ भूतपूर्व गभर्नर के छेत्रीको आज के छेत्री समथिङ, पहिला उहाँ पनि गभर्नरै हुनुहुन्थ्यो। उहाँले भन्नुभएको छ राष्ट्र बैङ्कको गभर्नरको के त मूल्य कति रे? 1 अरब रे, 40 करोड चाहिँ बैना रे। भनिसकेपछि त्यो 1 अरब दिएर बनाएको गभर्नरले देशमा के गर्छ? फन्डाका लागि पनि अरब र करोडमा मूल्य तोक्न लाग्यो भनिसकेपछि अब सम्पूर्ण चिज यिनीहरूले बिक्रीमा राखेपछि पुलिसका हाकिम बिक्रीमा राखे यिनीहरूले कुनै संविधान आयोग बिक्रीमा, राजदूत बिक्रीमा, जिएमहरू बिक्रीमा चाहिँ मूल्य बराबर, टिकट बाँड्ने बिक्रीमा, कसले कति पैसा दिन्छ भनेर जुन प्रकारले राज्य चलाए। त्यस कारण यो सबै कसले गरे भनेदेखि चाहिँ नि राजा ल्याउने
राजा राज संस्थालाई कसले भने यिनीहरूले रेड कार्पेट बिछ्याए। रेड कार्पेट बिछ्याए कुनै ज्ञानेन्द्र शाहले राजा ज्ञानले केही गरेकै होइन, केही गरेको होइन, यिनीहरूले के रेड कार्पेट बिछ्याए। त्यस कारण के त पापको घडा फुट्ने भन्छ नि, पापको घडा। आज आएर भन्नु त 87 वर्षको नवराजजी चाहिँ के त भने लाई अहिले हाउस अरेस्ट गरेको छ र त्यस कारण सायद के त भने वर्ल्डमा त्यस्तो छैन। 87 वर्ष भए मान्छेलाई के त भने उ गर्नु भने त वर्ल्डमा त गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम आउनुपर्ने। यसमा तपाईँहरूले पनि लबिङ गर्नुहोस् भन्नु भएन कि। त्यस कारण आज आएर हेर्नुहोस् त त्यत्रो निर्लज्जताले त्यत्रो घटना घटेको छ र त्यहाँ ठुला मिडिया पनि बोलेको छैन। आज धन्न हो तपाईँहरू अगाडि आइदिनु भयो, जुन यो सामाजिक सञ्जाल अगाडि आइदिएर सबै मान्छेले के त भने थाहा पाए यसो भइरहेको छ भन्ने कुरा नि। त्यस कारण तपाईँहरू सबै धन्यवादको पात्र हुनुहुन्छ र देशमा जुन घटनाहरू घटिरहेको छ र त्यस कारण यिनीहरूले म भन्छु त्यो जुन स्वागत राजालाई जुन स्वागत गरेर एयरपोर्टबाट त्यो स्वागत कसले, त्यो जुलुस कसले निकाल्यो भने प्रचण्डले निकाले, ओलीले निकाले र शेरबहादुरले निकाले। यदि उनीहरूले राम्रो गरिदिया हो भने जुलुस किन आउने? त्यो नागरिकहरू सडकमा कसलाई फुर्सद छ भन्नुहोस् त? फुर्सद कसलाई छ त? कसैले पनि छैन। र नियतका जनताहरू जम्मा भएको ठाउँमा इन्सान्स गोलीले के गर्नु, राइफलबाट गोली हान्नु। त्यो इन्सान राइफल भने 3 किलोमिटरसम्म के गर्छ त्यसले टार्गेट दिन्छ। त्यो हानेर तपाईँले सुनिहाल्नुभयो 105 राउन्ड गोली, त्यो सशस्त्र अर्कै हानेछ, उसले अर्कै हानेछ भनेपछि अनि 700-800 सेल के त भने अश्रु ग्यास के गरेको थियो? कि तिनले गएर के त सिंहदरबारभित्र पस्या भए त्यही पनि के त भने गोली हान्नु पनि रबरको गोली हान्नुपर्छ र त्यसपछि के त भने पानीको फोराले उ गर्नुपर्छ। अश्रु ग्यासमा डेट एक्सपायर अश्रु ग्यास भनेपछि बर्बरता हेर्नुहोस्। अब यिनीहरूले के दिएको भने यिनीहरूले देखेन। अब यो सरकार जो सरकारमा बस्ने मान्छेहरू छ जो चाहिँ के त भनेदेखि चाहिँ प्रधानमन्त्रीजी 3 दिन पहिला उहाँका जस्तालाई बोलाएर बाघले झम्टे चाहिँ झम्ट उहाँले आह्वान गर्नुभएको थियो नि, गुन्डागर्दी गराउनु त उहाँ हो। अहिले आइरहेको थियो गाडी फुटाउने पुलिस त्यो गर्ने, पुलिसमा आज पनि कुनै युट्युबमा के त प्रत्यक्षदर्शीले भनिरहेको छ। अब यिनीहरूले कहाँ लुकाउँछ? लुकाएपछि यिनीहरूले लुकाएर के इन्टरनेसनल्ली के तिनीहरू बदनाम भयो। इन्टरनेसनल्ली के त भने जनता जम्मा भाटामा गोली हान्ने छ नि। तर सेडा सर यहाँनिर प्रश्न के पनि छ भने प्रदर्शन गर्न पाउनु नागरिकको अधिकार एकदम पहिलेदेखि भन्दै आइरहेको गणतन्त्रमा बोल्न पनि पाउनुपर्छ, बोल्न पनि नपाए के गणतन्त्र? तर प्रदर्शन गर्न पाउनु नागरिकको अधिकार त हो। यदि नागरिकले अधिकार सम्मत तरिकाले, नीति सम्मत तरिकाले दुर्गा प्रसाईको समूहले, तपाईँहरू स्वयंले भन्छु अब तपाईँहरूले नीतिसङ्गत तरिकाले प्रदर्शन गरेको भएदेखि तपाईँहरूका कमान्डरै भाग्नुपर्ने र अहिले पक्राउ पर्नुपर्ने, भारतमा गएर बस्नुपर्ने परिस्थितिको त सिर्जना हुँदैन थियो नि त। भारतमा लुकेर नेपालमै छु भन्नुपर्ने परिस्थिति हुँदैन। भारतमा कहाँ लुक्यो के गर्यो तपाईँ नजानुहोस् बुझ्नुभयो। संसारमा सबैभन्दा ठुलो कुरामा गल्ती गरेको मान्छे गल्ती होइन। अहिले तपाईँहरूले परिभाषा त त्यही भन्दैछ। तपाईँहरूले राजनीति बुझाएको छैन भन्नुभयो होइन कि जब कि सुरक्षा थ्रेट हुन्छ। सुरक्षा थ्रेट भने जब कि त्यो आवाज के आइरहेको थियो उसलाई स्पट डेथ भनेको थियो, सुसाइड साइट। प्रसाईलाई त्यति खतरा थियो भन्ने कुरा उहाँले भन्यो नि। के उहाँको चाहिँ कानबाट गोली गयो भन्नुहुन्छ? गोली त हानेको रहेछ त, गोली त हाने रहेछ नि। संसारमा सबैभन्दा ठुलो ज्यान हो। जब कुनै पनि शासकहरू यो अवस्थामा आउँछ त लेनिनदेखि लिएर विश्वेश्वरै बाहिर गरेर बस्नु भयो होइन, त्यसलाई भाग्या भन्न मिल्दैन। उहाँले त आयो नि त, भाग्या मान्छे त आउँदैन त। आज त फेरि प्रश्न मात्रामा के यसो हो भने म आउँछु अनि त्यहाँ उसलाई ढालिदिए के हुन्थ्यो नि। त्यस कारणले कुरा के छ भने यसमा जुलुस निकाल्न नपाउने के को गणतन्त्र? यिनीहरूलाई मात्रै आयो गणतन्त्र। राजा ज्ञानीलाई गणतन्त्र आएन, जनतालाई गणतन्त्र आएन। के छ भनेदेखि चाहिँ न जुलुस निस्किनै पाएको छैन। मञ्चमा गएर 87 वर्षको मान्छेहरू गर्नु, जगमान गुरुङ नेपाल ऋषि ती हुनुहुन्छ, उहाँलाई चाहिँ उ गर्नु। त्यस कारण चाहिँ एउटा चाहिँ के त भने सुरु हुनु पऱ्यो नि, राष्ट्रिय धुन बज्दै के त हान्ने नि। त्यस कारण अब यिनीहरू के छ भने पागल बौलाइसकेका छन् हेर्नु। अब बौलाले के गर्छ त्यस कारण चाहिँ जुन देशको प्रधानमन्त्री के छ भने आफ्नो दस्तालाई बाघ झम्टे चाहिँ झम्टो भन्छ। अब त्यहाँ के हुन्छ भन्नुहोस् त? राजा ज्ञानेन्द्रले एउटा साधारण के त भने आह्वान गरे होइन, साथ दिनुहोस्, मैले के चाहिँ त्याग गर्नु पर्यो? संसारमा हेर्नु सबैभन्दा ठुलो चाहिँ के त भनेदेखि चाहिँ नि सत्ता त्याग भने सबैभन्दा ठुलो त्याग हो।
बुझ्नुभयो त र त्यसमा अहिलेसम्म पनि के त सत्ता खोसेको रिस सबैभन्दा ठुलो रिस हुन्छ बुझ्नु भएन त्यस कारण अहिलेसम्म पनि इन्द्र यात्राको दिनलाई काठमाडौँको निवारहरूले अहिले पनि कालो दिवस भनेर मनाउँछन् किनभने त्यो दिन पृथ्वीनारायण शाहले काठमाडौँ जितिदिएको थियो भएपछि राजा ज्ञानेन्द्रले त खुर्क बुझाइदिएको थियो जनताको नासो के छ जनता ल्याऊ भनेर बुझाइदिएको थियो नासो भने के सर्टेन पिरियड तपाईँ कहाँ राखेको चिज म त पछि फिर्ता माग्छु फलानाको नासो छ है भन्छौँ नि नासो हाम्रो नेपाली शब्द त्यही हो भनिसके त्यति आह्वान गर्दाखेरि त्यति मान्छे ओर्लिन्छ भनेपछि अनि बौला छन् जति नगरपालिकाको मेयर हैन गएर एउटाले पर्मिसन लिन्छ हैन गएर को छ त भने जनआन्दोलन कमिटीको कमान्डर को छ त नवराज सुवेदी छ नवराज सुवेदी छन् र त्यो सहायक कमान्डर को छ दुर्गा प्रसाई छ बकाइदा गएर सिडिओसँग के त पर्मिसन लिएको छ पर्मिसनले तिनको नि सिडिओले गर्छ अनि त्यो गर्छ के त भने बालेनजी मामै मैले मन परा मान्छे थियो हेर्नु उहाँ आफ्नो औकात भुलेर चिठी कसलाई पठाउँछ त ज्ञानेन्द्रलाई मामै चाहिँ नि प्रधानमन्त्रीजी के भन्नुहुन्छ त अब ज्ञानेन्द्र राजालाई छोड्न सकिँदैन हामीले पासपोर्ट रद्द गर्ने ब्ल्याकलिस्टेड गर्ने कुरा हैन उनीहरूको हातमा छ त गोली नै हान्दै नि भने साधारण जनतालाई गोली हालेर मारिदिन सक्छ भने के ठुलो कुरा हो त्यस कारणले हेर्नुहोस् कहिले पनि बन्दुकको भरमा राजनीति गर्छु भन्ने मान्छेहरू कहीँ पनि संसारमा सफल भएको छैन हिटलर जस्तो मान्छेले आत्महत्या गर्नु पर्यो भन्नु हो त हिटलरले त्यस कारण यिनीहरूले के त भन्दैन चाहिँ कसरी सत्ता आउँछ र कसरी सत्ता जान्छ भन्ने कुरा यिनीहरूले बन्दुक भएन यिनीहरूले त अब लाइब्रेरीमा पैसा किताब पढ्न थाल्नु पर्यो एकजना युवा नेताको अभिव्यक्ति भनौँ भन्नुहोस् निर्मल निवासमा नागार्जुनमा बसेर कहाँबाट त्यो दुर्गा प्रसाई खोजेर लिएर आएर कहाँबाट थपक्क बसिरहेका 87 वर्षका नवराज सुवेदीलाई उठाएर लिएर आएर निर्मल निवासमा बसिरहेका पूर्व राजा ज्ञानेन्द्रले यति वितण्डा गर्छन् भने उनलाई शासन र सत्ता दियो भने के गर्लान् हो त्यो मान्छे जो भने को युवक को हो कुनै है गगन थापा नेपाली कांग्रेस उहाँ बौलाइसक्नु भएको छ है नेपाली कांग्रेसको महामन्त्री भन्न पनि अब लायक हुनु भएन जुन नेपाली कांग्रेस कसले जन्म दिए विश्वेश्वर प्रसाद कोइरालाले जन्म दिए कृष्ण प्रसाद भट्टराईको सानिध्य पाएको व्यक्ति हो हैन फेरि त्यसकारणले सुन्नुस् यहाँ कुरा विश्वेश्वर प्रसाद कोइराला कृष्ण प्रसाद भट्टराई के थियो नेपाली कांग्रेसको मेन संवैधानिक राजतन्त्र समाजवाद राष्ट्र राष्ट्रियता समाजवाद हेर्नुहोस् त्यही हो त्यसमा जहिले पनि विश्वेश्वर प्रसाद कोइरालाले राज संस्थाको विषयमा के भन्नु उहाँले राजाहरू जनउत्तरदायी हुन्छन् राजाहरू राष्ट्रिय हुन्छन् राजा भएन भने राष्ट्रियता हुँदैन राष्ट्रियता भने देश रहँदैन कांग्रेस पनि रहँदैन हिजो अस्ति केशरबहादुर विष्टले चाहिँ भाषण गरिरहनु भएको थियो विश्वेश्वर प्रसाद कोइरालाले राजा नभए कांग्रेस हुँदैन कांग्रेस नभए राजा हुँदैन विश्वेश्वरले भने त्यो कुराहरू उहाँ महामन्त्रीजीलाई लाज लाग्न पर्ने शरम लाग्न पर्ने उहाँ त हुनेवाला प्रधानमन्त्री हो के अरे दावेदार यस्तो मान्छेले प्रधानमन्त्री चाहिँ पायो भने के गरेर सुन्ने दिमाग के त सिमेन्ट स्वाट पुरै त्यो मान्छे त जस्तो बालेन बिग्रियो नि अब यो बिग्रिन्छ हेर्नुहोस् यो उसको त गगनको बाउको बपौती हो यो उसको त बाजेले जोड दियो पृथ्वीनारायण शाहले त्यो भने आज भयङ्कर क्रिटिसाइज गर्छ पहिले उहाँले स्याबासी पाउँछन् बोल्नु भयो उहाँ के त हुनेवाला प्रधानमन्त्रीले हेर्नुहोस् औकात आफ्नो अग्रणी नेताले के भनेर गयो नेपाली कांग्रेसको मेन सिद्धान्त के हो नेपाली कांग्रेस के भनेर गयो जुन दिन गणतन्त्रमा जाने भनेर जब कांग्रेसले पास गर्यो त्यो दिन कृष्ण प्रसाद भट्टराईले के त राजीनामा गर्नुभयो भनेपछि राज संस्थाको विषयमा त कृष्ण प्रसाद भट्टराईलाई थाहा रहेछ नि त राजाजीलाई थाहा थियो होला हैन त्यस कारणले चाहिँ राजाको उ त चाहिँ के त उनीहरूलाई थाहा रहेछ नि त जो उनीहरू प्रतिवाद गरेर गएको चिज आज गगन थापा जस्ता चाहिँ अब आउन थाल्नुभयो त्यस कारणले चाहिँ उहाँ कहाँबाट निस्किनु भयो त्यसो भए उहाँ चाहिँ नि महामन्त्री बन्न कहाँ निस्किनु भयो पूर्वतिरको मान्छे गएर उहाँ पनि त्यस कारण खोजेर ल्याएर उहाँले त्यसमा उहाँलाई लाज लाग्नु पर्ने अब बोलाइसकेपछि जी भन्ने पनि हुन्छ भन्नु भएन कि मैले पनि मानेकै मान्छे हुनु हुने तर हिजो जुन उनले बोलेको थियो बोल्दाखेरि चाहिँ उसलाई पनि उनको मुख आवानी गरेर शनिश्चर बसेछ कि शनिश्चर भइसकेपछि यस्ता शब्दहरू आउँछ त्यत्रो पार्टीको हेर्नु महामन्त्रीले विश्लेषण गरे भन्नु भयो त्यस कारण अहिलेको के कुरा के छ भने नेता यिनीहरू होइनन् नेता यी अभिनेता भने तपाईँलाई थाहा छ एकदमै के हो कलाकारहरू हैन अभिनेता भने नेताको नक्कल मात्रै गर्ने
नेताको जस्तो अभिनय गरेका छन् यिनीहरू ती नेताहरू त मरेर गए एउटा राजनेता भन्छ जसले युग परिवर्तन गर्छ राजनेताले त्यो युगमा मात्रै जन्मिन्छ त्यो विश्वेश्वर प्रसाद कोइराला थियो अर्को चाहिँ स्टेट्सम्यान हुन्छ फेरि त्यसले के गर्छ त भने 100 वर्ष देश कसरी लाने भनेर हिँड्छ र त्यस कारण कोही पनि भएन ती त मरेर गए अब आज आएर जुन फुर्ती लुटा ग्रुप लुट्नको लागि के भन्दाखेरि आफूलाई सजिलो त्यही भन्न थाले आफ्नो स्वार्थभन्दा देशको स्वार्थ र जनताको स्वार्थ कहिले हेरेन यिनीहरूले नहेरिसकेपछि अनि त जे मन लाग्यो त्यही भन्छन् त्यस कारण चाहिँ लाज लाग्नुपर्ने काङ्ग्रेस जस्तो पार्टीको महामन्त्रीले जुन अभिव्यक्ति दिनुभयो र त्यस कारण पूर्वतिरको एउटा हुनुहुन्छ फेरि अर्को विश्वप्रकाश शर्मा उहाँ बौलाइरहनु भएको छ उहाँकै विषयमा आज फेरि किनभने उहाँ क्रिस्चियनको पैसा खानुहुन्छ अनि त्यसरी उहाँलाई प्रसव वेदना लाग्यो भनेर त्यस कारणले कुरा के छ भने जब दशा लाग्छ सबैले एकैचोटि लाग्छ यार त्यस कारणले यहाँ चेन्ज भयो 1 भयो 2 भयो के त हुन्छ यार अस्ति 15 गते जुन उनीहरूले गरे नि सफल उनीहरूले पार्दियो अरू कसैले नि होइन रेड कार्पेट उनीहरूले बिछ्याइदियो आज अरू किन भन्नुहोस् त राजाको विषयमा उल्टो कुरा गर्ने बित्तिकै सिराहामा देख्नुभयो नि तपाईँले ओली महाराज बोल्दा बोल्दै के त सारा मान्छे के त उठेर हिँड्यो अब त्यसमा पनि एउटा वडा अध्यक्षले भन्दैछ मोटरसाइकललाई 2 लिटर पेट्रोल दिए मोटरसाइकल 2 लिटर ट्र्याक्टरलाई 10 लिटर र चाहिँ के बहला यसरी ल्या मान्छे भइसकेपछि आज चाहिँ नि हाम्रो एकजना शहरी विकास मन्त्री उहाँ चाहिँ नि के 13 थुम जाँदाखेरि मान्छे कोही पनि छैन बुझ्नुभयो नि त्यसै मान्छेले धमाधम के गरिसक्यो त यिनीहरूलाई बाई गरिदिइसक्यो तै पनि यिनीहरू के त चिल्लिया छन् के राजा ज्ञानेन्द्रले के गाली गरिरहेको छ यिनीहरूलाई उसले आह्वान गर्न नपाउने गर्दा त्यो प्रचण्डले जुन भाषण गर्यो मूर्ति चोर र के चोर उसलाई लाज लाग्नुपर्ने त्यत्रो मान्छे मारेर आएको मान्छे उहाँ कि शुद्ध हुनु पऱ्यो नि त अर्काले गाली गर्नु नि त दण्डित गर्छौँ भनेर दण्डित कसलाई दण्डित गर्छ सिद्धिको कुरा समयले गर्छ कि समय बलवान हो सबैभन्दा कुरा जुन प्रकारले राजनीति यिनीहरूले चलायो नि त्यस्ता फोरी मुख गरेर दुनियाँ गरेर मान्छे पढे लेखे मान्छे आइसक्यो विद्वान मान्छेहरू आइसक्यो अब के त यसरी के त भने जुन प्रकारले यिनीहरूले अझै मान्छेलाई झुक्याउँछु भनेर हिँडेका छन् अब झुकिँदैन हेर्नु त्यस कारण जनता भने जनार्दन हो त्यही जनताले के गर्छ भने फुलको माला लगाइदिन्छ त्यही जनताले के त ढुङ्गा जुत्ता माला लगाइदिन्छ त्यही जनताले सत्ता पुर्याइदिन्छ त्यही जनताले धुलोमा मिलाइदिन्छ हेर्नुहोस् र कसैले कहीँ फुर्ती नदिए हुन्छ हेर्नुहोस् र त्यस कारण राजनीतिक भने नैतिकताले ड्राइभ गर्छ अनैतिक मान्छेहरूको झुन्डले राजनीति ड्राइभ हुँदैन नैतिकताले ड्राइभ गर्छ भन्नुभयो त राजनीति अब 4 जना मान्छेको नाम सोध्छु म तपाईँलाई थाहा छ भने बताइदिनु होला दुर्गा प्रसाईले 2-3 जना गणतन्त्रवादीहरू राजावादीहरू सहित मिलेर मलाई सकाउन खोजे भनेर भन्दै थिए सुन्नुभयो नि अस्तिको भिडियो अब त्यो चाहिँ अब के उल्लेख अब ती 4 जना मान्छे को हुन् तपाईँ मलाई के थाहा तपाईँको सङ्गत छ नि त होइन मेरो सङ्गत भए पनि त मेरो सङ्गत भए सङ्गत मान्छेहरू कतिसम्म आशंका गर्छन् भने दुर्गा प्रसाई भूमिगत भनौँ या फराक उनी जति बेला थिए त्यति बेला पनि तपाईँसँग सम्पर्क भएको हुनुपर्छ भन्नेसम्म आकलन गरिदिन्छ अब त्यो कस्तो कोसँग सम्बन्ध थियो भन्ने कुरा चाहिँ त्यो नगरौँ बुझ्नुभयो भने कि दुर्गा प्रसाईको मेरो अहिलेको मात्रै सम्बन्ध होइन बुझ्नुभयो नि कुरा त्यही अहिलेको मात्रै सम्बन्ध नभएको भएर धेरै पहिलेको सम्बन्ध हो त्यस कारण चाहिँ मान्छेहरूले अनेक भनेका छन् ब्रेनै यही हो यसैले गरे हो भनेका छन् भन्नेको मुख थोकिँदैन बुझ्नु भएन कि उनी भूमिगत थिए कहाँ गए मलाई थाहा पनि छैन मैले पनि एकैचोटि के टिभीमा देखेँ हो तर जुन उनले गरे धन्यवाद थ्याङ्क यू गर्ने यही हो सिएफ अझै पनि तपाईँ दुर्गा प्रसाईलाई धन्यवाद दिन्छु त किन नदिनु क्रान्ति गर्ने त्यसैले त्यस्तै हो मैले त जङ्गबहादुर भनिदिएँ भने त्यो पूर्वबाट जङ्गबहादुर बुझायो भने पहिलो दिन भनिदिएँ मैले त्यहाँ त्योभन्दा कत्रो हल्ला भयो नवयुगको जङ्गबहादुर नवयुग होइन पहिलाको जङ्गबहादुर पश्चिमबाट उदाएको थियो अहिले पूर्वबाट चाहिँ जङ्गबहादुर उदायो मैले भनिदिएँ भन्दाखेरि त्यसमा मलाई कति क्रिटिसाइज भयो दुर्गा प्रसाई जस्तो मान्छेलाई के त भने कति मान्छेले भने त्यो नपढ्या मूर्ख पछि तपाईँ किन पछि लाग्नुभयो अनि मैले भने उसको मलाई ब्यानर मन पऱ्यो ब्यानर मन परिसकेपछि म उसको पछि लाग्यो होइन न उसको अभियानमा न मेरो पछि ऊ लागेको उसको पछि ऊ लाग्यो अनि मूर्ख भने अनि मूर्ख भनेपछि मैले भनिदिएको थिएँ जङ्गबहादुरले कति पढाएको थियो गर्ने नै नपढाएर गर्ने हेर्नुहोस् जङ्गबहादुरले कति पढाएको थियो शैक्षिक योग्यता त महेन्द्रकै सोध्दा पनि हुन्छ होइन पृथ्वीनारायण शाहले के पढाएको थियो राजा महेन्द्रले के पढाएको थियो त्यस कारण पढ्ने मान्छेले के पनि गर्दैन हेर्नुहोस् त्यस कारणले चाहिँ के त भने पढ्ने मान्छेले आँटै हुँदैन गर्ने नपढ्ने बुद्धि सबैको हुन्छ नपढ्नेले व्यवहार चलाएको छैन
पढ्नेले भन्दा नपढ्ने राम्रो व्यवहार चलाएको छ नपढ्ने भन्ने बित्तिकै अनि त्यस कारण कुरा के हो भन्नुहुन्छ भने अब मलाई गाँसिया छन् हो दुर्गा प्रसाईको यो हो अनि बेला बेला उहाँले फेरि आमसभामा नाम लिदिनुहुन्छ होइन खेमराज दाई भनेर कि कसो खेमराज दाई भनेर खेमराज दाई भन्नु त्यस कारण चाहिँ कुरा के छ भन्नुहुन्छ भने नराम्रो उसले गरेको छैन देश निर्माणमा अगाडि बढे हो यो अत्याचारी भ्रष्टाचारी अन्य अत्याचारीहरूलाई के छ भने बिदा गरिदिने हिँडे हो त्यसो शुभ कार्यमा उहाँ हिँड्या भन्नाले उहाँलाई के त भने म त के गर्छु भने शुभकामना दिन्छु अब के त भने अब चाहिने सफलताको नजिकमा चाहिँ पुगिसक्नु भएको छ तपाईँले लिनु भएन ती 4 जना व्यक्तिको नाम म लिने प्रयास गर्छु लिनुहोस् हुन् भने ओली देउवा प्रचण्ड त तपाईँले स्वीकार्नुहुन्छ किन स्वीकार्नु हो नि त तपाईँहरूले आरोप लगाइरहनु भएको छ उहाँहरूमाथि मेन कारण अर्का एकजना चौथो व्यक्ति भनेका राप्रपाका राजेन्द्र लिङ्गदेन हुन् किनभने त्यसको दृष्टान्त कसरी पनि विश्लेषण गरिएको छ भने त्यो प्रदर्शन अगाडि राजेन्द्र लिङ्गदेन र दुर्गा प्रसाईको खटपट थियो होइन उहाँको अब के थियो उहाँहरू एकै ठाउँको मान्छे है तर चाहिँ मैले राजेन्द्र लिङ्गदेनलाई पनि यतिसम्म आरोप लागेको हो कि राजेन्द्र लिङ्गदेनलाई केपी ओलीले सघाउने भएपछि राजेन्द्र लिङ्गदेनसँग दुर्गा प्रसाईले चुनाव लड्न नपाउने स्थितिको सिर्जना भएपछि एमाले छोडेर राजावादी बनेका हुन् दुर्गा प्रसाई होइन अब त्यो त कारण अनेक हुन्छ हेर्नुहोस् तपाईँ हिटलरले के गर्छ थाहा तपाईँलाई हिटलरले चाहिँ पादरी बन्न चाहन्थ्यो भन्नुभयो त त्यो पादरीको के मलाई धाँधली भयो भनेपछि हिटलर बनिदियो हेर्नुहोस् आज आएर खुर्को त्यत्रो उसले त गरे हो नि त मार्सी चामलको भात खुवा हो खाइसकेर पनि के त भने त्यत्रो मान्छेको लगानी गराइदिइसकेपछि उसले के गर्थ्यो त डाक्टर निकाल्थ्यो होइन डाक्टर निकाल्छु भने हो कुनै वेश्यालय खोल्छु भने त होइन नि उसले कुनै कोठी खोल्छु भने त होइन डाक्टर निकाल्छु भन्दाखेरि चाहिँ एलओआई बैङ्कबाट लगानी गराइसकेपछि अनि नदिइसक्दा उसले पनि सोच्यो अब यहाँ बसेर कल्याण हुँदैन भन्ने भइसकेपछि कुरा के भयो त भन्नुहुन्छ भने दुर्गा प्रसाई भयो एउटा प्रेरणा नभइकन दुर्गा प्रसाई हुँदैन ठेस लागिसकेपछि अनि के हुन्छ थाहा हुन्छ भन्नु भएन त्यस कारणले कुरा के हुन्छ भने प्रत्येक मान्छे यसै गरी उदय हुने हो पूर्वबाट ज्ञानेन्द्रले राखी पश्चिमबाट कसैले यताबाट नजाउँ त्यो तल्लो स्तरको कुरा भन्नु भएन कि त्यस कारण एउटा पार्टीका ठुल्ठुला मान्छे महामन्त्री भइसक्दा ठुलो मान्छे हो त्यो पनि नेपाली काङ्ग्रेसको आज आएर म त के भन्छु भने जो 3 कुनेको जिम्मा कसले लिनुपर्छ नेपाली काङ्ग्रेसले लिनुपर्छ ओलीले होइन भन्नु भएन कि नेपाली काङ्ग्रेसमा त्यत्रो मूलधारबाट आएको पार्टी जसले नेपाली नागरिकलाई के गर्छ रैतीबाट के बनाइदियो त जनता बनाइदियो 7 सालको क्रान्ति कसले गर्यो नेपाली काङ्ग्रेसले गर्यो विश्वेश्वरले जन्म दिए पार्टी त्यहाँ सम्पूर्णका यदि तलमाथि परेर यो व्यवस्था फेल भयो भने त्यसको जिम्मेवारी कसले लिनुपर्छ नेपाली काङ्ग्रेसले लिनुपर्छ यो व्यवस्थाको बाहक काङ्ग्रेसले जिम्मेवारी काङ्ग्रेसले लिनुपर्छ त्यस कारण निर्लज्जताले आज काङ्ग्रेसका जुन मान्छेहरूले आज महामहिम चाहिँ रमेश लेखक अब त्यो ऊ के को ऊ गर्ने त्यो चाहिँ के गर्ने त भन्दै जाने के को छानबिन समिति बनाउने पर्दैन त्यति ठुलो मान्छे हुनुभयो त्यस कारण घटना घटेको छैन क्याबिनेटले पास गर्छ क्याबिनेटले पास गर्छ के भयो सत्तावादी भयो कि भएन पहिलो कुरा त के त भन्दैन चाहिँ त्यो घटना घटेको पहिला चाहिँ के त भने आयोग गठन गर्नुपर्छ पर्दैन त्यस कारण 81 पेल्दिने त्यस कारण अब कुरा के भइसक्यो भने सबै अरूको बाटोमा गइसकेका छन् त्यस कारण यो अर्थ के भयो नि त्यसो लाग्यो त्यसो लागेपछि यस्तै अनौठो कामहरू गर्छ अब के हुन्छ त्यसो भए अब त हेर्दै जानु नि तपाईँ सफल हुन्छ नि अब यिनीहरूको चिल्लीबिल्लीको दिन आइसक्यो अब जुन आयो होइन अहिले के हो त भन्नुहुन्छ नि 17 साल होइन नि त अहिले त अब विश्वमा यिनीहरूको त पुगिसक्यो 50वटा त के आएछ च्यानल आएछ इन्डियाको च्यानलहरू अल जजिरा आएछ भोइस अफ अमेरिका आएछ BBC आएछ CNN आएछ उनीहरू त 5 स्टार गएर चेक गरे हुन्छ चाहिने रेडिसन होटलमा गएर हयातमा चेक गरे उनीहरू त के अन्तर्राष्ट्रिय मिडिया नेपाल केन्द्रित छ यति बेला त्यतिखेर भन्छ उनीहरू त क्लोज सर्कलबाट हेरेछ नि राजावादीले राजावादी त्यो दिन के त भन्दैन चाहिने घोषणा सभामा गएको अनि त्यसले पेट्रोल लिएर हिँड्यो आगो लाउनलाई आज आएर जुन मान्छे मरेको छ त्यो पत्रकार उसको क्यामेरा खोइ अहिलेसम्म राज्यले भन्न सक्दैन किनभने अनि त्यो गोली किन हाने राज्यले भन्न सकेको छैन राज्य इन्सानबाट मान्छेलाई गोली हान्दिन् नि भिडमा गएर त्यो एउटा जुन मान्छे मर्यो त्यो बिचरा पछाडिबाट गोली हानेको छ हिँडिराखेका मान्छेहरूलाई एउटा तरकारी किनेर राखे दाजुबहिनीलाई गोली राखिराखेको छ भनिसकेपछि अब यो यिनीहरूले चाहिँ होइन भनेर भएन नि यो त इन्टरनेसनलीकरण भइसक्यो
यिनीहरूले मानव अधिकार अब उहाँहरूले सुरु गरेको छ यहाँ भन्नु भएन कि त्यस कारण यिनीहरूले भनिठानेको छ कि प्रत्येक जब शासक तानाशाह बन्छ नि उनीहरूले यही सम्झिन्छ बन्दुकको भरमा म जित्छु भन्छ तर संसारमा राजनीति बन्दुकको भरले जितिँदैन भन्नु भएन कि त्यस ल्याएर गणतन्त्र सद उत्कृष्ट व्यवस्था हो त्यहाँ जनता सार्वभौम हुन्छ जनताले बोल्न नि पाउँदैन गर्न पाउँदैन भने अनि पञ्चायतमा यिनीहरू किन जेल बसे पञ्चायतमा सबै कुरा थियो त्यहाँ एउटै कुरा के भन्छ राजाको विषयमा के गर्नु पाइन्थ्यो लेख्न बोल्न पाइँदैन त्यति मात्रै हो छानो मजासँग पाइएको थियो जब जति भने थियो एक्सपोर्टहरू हुन्थ्यो इम्पोर्ट गर्नु पर्दैन थियो बाटाहरू बनेका थिए उद्योगहरू कल कारखाना जमेको भएको थियो देश त उन्नत भएको थियो त हामी चामल एक्सपोर्ट गर्थ्यौँ धान एक्सपोर्ट गर्थ्यौँ तोरी एक्सपोर्ट गर्थ्यौँ दाल एक्सपोर्ट गर्थ्यौँ काठ एक्सपोर्ट गर्थ्यौँ उद्योगहरू जम्मै रबड उद्योगदेखि जुत्ता उद्योग अब मान्छेले जुत्ता लाउँछ भनेर जुत्ता उद्योग बनाएको थियो पूर्व पश्चिम राजमार्ग कसले बनायो पूर्व पश्चिम राजमार्ग कोदारी राजमार्ग कसले बनायो त्यो राजा महेन्द्रले 17 सालमा लिएको 28 सालमा उनी मरिहाल्यो भनेपछि 8-10 वर्षमा बनाएर त्यो यिनलाई भएन र यिनीहरू चाहिँ के त भने पृथ्वीनारायण शाहको शालिग भत्काउनु मान्छेहरूलाई के कुरा गर्नु त राजा महेन्द्रको विषयमा कुरा गर्दाखेरि त बिपीले पनि पाएको भए गर्थे नपाएर हो भन्ने खालको कुराहरू होइन बिपीले गर्दैन थियो मैले भनेकै छैन म त एउटै कुरा के भन्छु भने राजा महेन्द्र र बिपीको पर्सनालिटी क्रास भयो हेर्नुहोस् हुँदाखेरि यो नेपालको विडम्बना के थियो राजा महेन्द्र र बिपी एकैचोटि जन्मिनु हुँदैन थियो भन्नुभयो त एउटाले एउटा युगको ह्यान्डल अर्को युगको ह्यान्डल गर्थे त्यस कारण त्यो होइन विश्वेश्वर बाबु युगमा एउटा जन्मिया मान्छे उनको नाम लिँदा नि मेरो काँडा उम्रिन्छ बुझ्नु भएन कि त्यस्तो मान्छे जन्मिँदैन त्यो एउटै विडम्बना नेपाली किन अभागी हो भने दुईजना पर्सनल क्रास भइदियो गर्दा त्यो चाहिँ एउटै युगमा जन्मिदिनु नै नेपालीको के त दुर्भाग्य कि राजा महेन्द्र पहिला जन्मिएर विश्वेश्वर पछि जन्मिनु पर्थ्यो एकैचोटि जन्मिँदाखेरि पर्सनल क्रासले गर्दाखेरि त्यस कारणले चाहिँ नेपाली जनताले दुःख पाएको हो विश्वेश्वरलाई त दोष दिनु हुँदैन अब व्यवस्था नै परिवर्तन गर्ने अभियानमा हुनुहुन्छ तपाईँहरू जगमान गुरुङ मैले अक्सर प्रायः जसो धेरै जसो देख्दाखेरि शान्त देख्ने गर्छु तर अचेल उहाँले पनि आफ्नो प्रस्तुतिलाई अलिकति परिवर्तन गर्नु होइन त्यो पूर्ण अभिव्यक्तिहरू होइन त्यो त नेपाली वैशाखको 21 गतेबाट सडकमा जान्छौँ 22 गते सामूहिक पक्राउ दिन्छौँ तपाईँको चाहिँ वैशाख 21 गते नपुग्ला त्यस कारण कुरा के हुन्छ भने प्रत्येक सच्चा नागरिक प्रत्येक देशप्रेमी मान्छेहरू के बुद्धिजीवी के साधारण पेसाकर्मी सबैजना के सुरक्षा निकायका प्रमुख सुरक्षा निकाय अब त देश जोगाउनु पर्यो यिनीहरूकै हातमा बसे देश त जोगिँदैन त अब यथास्थितिमा रह्यो भने त देश जोगिँदैन भोलि गएर के हुन्छ भने ताण्डव हुन्छ यहाँ अब के त भने सिभिल वारको स्थिति यिनीहरूले निम्त्याए भन्नुभयो नि जुन देशमा एउटा गभर्नर नियुक्ति गर्न 1 अरबको के त भनेदेखि चाहिँ बोलावाला हुन्छ भनेपछि त्यो देशले के गर्छ भन्नुहोस् त अर्थको मेन हो नि मलाई त घरिघरि चिन्ता लाग्छ चिन्ता गरे होइन राप्रपाको त्यो आम सभा जुन थियो खबरदारी सभा भनौँ या के भनौँ राप्रपाको जुन सभा थियो र त्यहाँ एउटा पार्टीका जिम्मेवार नेता राजेन्द्र लिङदेन युवा नेता भनिएका ज्ञानेन्द्र साय लगायतका नेताहरूले दिएको अभिव्यक्ति र त्योभन्दा लगत्तै पछाडि बसेको अर्को बैठक कमल थापा जगमान गुरुङ केशरबहादुर विष्ट राजेन्द्र लिङदेनजीहरू तपाईँ स्वयं हुनुहुन्थ्यो राजेन्द्र लिङदेन पुग्नु भएन तपाईँ स्वयं हुनुहुन्छ सानो मान्छेहरू बसेका ठाउँमा ठुलो मान्छे आउँदैनन् त्यस्तै हो मैले यही प्रसङ्गलाई जोड्दै होइन त्यहाँ साना मान्छे बसेका थिए राजेन्द्र ठुलो मान्छे हुँदा हुँदै बालेन सिद्धियो नि त्यस्तै उहाँ पनि छुट्नु भयो अब हो मैले यही उहाँलाई इतिहासले माफ गर्दैन भोलि के धर्म गर्नु भएको थियो राजेन्द्र लिङदेन बन्नु भएको थियो है इन्डाइरेक्ट मैले पनि भोट मागेँ उहाँलाई म त्यतिखेर म काङ्ग्रेसको राजनीतिमा थिएँ भन्नुभयो त काङ्ग्रेस भनेर राप्रपालाई भोट मागेर होइन राप्रपालाई होइन मैले त भोट माग्ने कुरै भएर जो मैले राप्रपाका मेरा जिल्लाका साथीहरू चिन्थेँ नि उनीहरूलाई पनि मैले लबिङ गरिदिएँ हो भित्रभित्र तर आज आएर उहाँ के त उहाँ त हिटलर ठुलो मान्छे नवराज सुवेदी जस्तो मान्छे जतिखेर नवराज सुवेदीले यो देशमा राजनीति सुरु जन्मिया थिएन नवराज सुवेदी जस्ताको नेतृत्व नमान्ने दुर्गा प्रसाईले मानिसक्यो बरु नमान्ने दुर्गा प्रसाईले नमान्नु पर्ने नि त्यो पञ्चे सन्चे भनेर मान्नु पर्ने दुर्गा प्रसाईले नवराज सुवेदीको गर्यो शुद्ध चाहिँ उसले हुन्छ भनिदिइसकेपछि तर उसले जन्माएको बच्चा के गर्छ त फुर्ती दिन्छ
फोर्स दिन्छ भने अब के पर्छ भने अब उनलाई के इतिहासले अब माफ गर्दैन। त्यसो त्यो अस्तिको घोषणा सभामा साना बसिया ठाउँमा ठुलो मान्छे आउँछ तपाईँ कस्तो कुरा। बालेनले आफ्नो औकात भुल्नाले गर्दा एक रातमा बालेन के भयो आज वा बालेन भनेको थियो नि भन्नु भएन कि। एउटा सानो मिस्टेक राजनीतिमा हेर्नुहोस् कुनै पनि चिजमा एउटा सानो मिस्टेक गर्दाखेरि त्यसले ठुलो मूल्य चुकाउनु पर्ने हुन्छ। हेर्नुहोस् सानो मिस्टेक गर्दाखेरि राजा ज्ञानेन्द्रले के गरे हो सानो मिस्टेक गर्नुभयो त्यो के त माघ 19 गते के गर्नु हुँदैन थियो त आफ्नो हातमा लिनु हुँदैन थियो। लिए पनि के गर्नु हुँदैन थियो भने त्यो विदेश गएर पलायन भइसकेका मान्छे ल्याउनु हुँदैन थियो। एउटा व्यापारी उठाएर लिएर राज्य सत्ता सुम्पिने काम त उचित त होइन थियो होइन। तुलसी गिरी ल्याउनु भयो उहाँले त्यति गरिसक्दाखेरि पनि अर्को कुरा के त भने मरिसकेको सांसद बिउताइदिनु भयो भन्नुभयो त। मरिसकेको सांसद मरेको कि मारेको होइन मर्या सांसद नि त्यो त गइसकेका सांसद थियो नि त संसद त थिएन। उहाँले मारेको उहाँले मारे होइन त्यो संसद के त भनेदेखि चाहिँ नि अब त्यहाँ उहाँले मारे कहाँ मार्नु। संसदको टाइममा केही भएन शेरबहादुरजीहरूले केही गर्न सक्नु भएन त्यो संसदै भङ्ग भयो त्यसै संसदै प्यारालाइज भएको थियो। अनि हुँदाखेरि सभामुख छ संसद छैन हेर्नुहोस् त्यो भए हुनाले त्यो मर्या संसदलाई उहाँले बिउताइदिनु भयो। बिउताइसकेपछि कुरा के हुन्छ भन्नुहुन्छ भने कहिले काहीँ के हुन्थ्यो ऋषिको आश्रम थियो भन्नुभयो त। त्यो ऋषिको आश्रममा एउटा मुसो के त देखिन्थ्यो त्यो मुसोलाई बिरालोले दुःख दियो कि बिरालो दुःख दियो। बिरालो दुखेपछि ऋषिलाई के लाग्यो भने बिरालोलाई बाघ बनाइन्छ यसलाई भनेर उहाँले के गरिदिनु भयो त बिरालोलाई बाघ बनाइदिनु होइन बिरालो बनाइदिनु भयो मुसालाई। बिरालो भइसकेपछि फेरि बाघले झम्टिन थाल्यो। अब बाघ बनाइदिइसकेपछि त्यो बाघले ऋषि खान लाग्यो कि ऋषिले भन्छ पुनः मुसेको भयो त मुसै हो भनिसकेपछि उनीहरूको प्रताप थियो भन्नु भएन कि। तर राजा ज्ञानेन्द्रले के त भने जब सत्ता बिउताइदिनु भयो त्यही सत्ताले के त भने उहाँलाई खायो भन्नु भएन कि। जसरी माकुराले बच्चा जन्मेपछि माउ खान्छ नि त्यही भए सानो मिस्टेकले आज आर्यन 18औं वर्ष लाग्यो नि त यो देश बर्बाद हो। के भयो त्यो एउटा संस्था राष्ट्रपति देखिहाल्नु भयो राष्ट्रपति कस्ता आए भन्नु भएन कि। विद्यादेवी भण्डारीको ठाउँमा सही गरेका ठाउँमा त्यो काटेर रामचन्द्र पौडेल राजाले भयो त्यसो गर्थ्यो। त्यही विधेयक के त भने राजा वीरेन्द्रले सर्वोच्च पठायो कि होइन 45 जना उहाँको सल्लाहकार किन भएपछि यति सल्लाहकार त्यही भद्रगोल गर्नलाई। विद्यादेवी भण्डारी हुनुभयो उहाँ चाहिँ एमालेको एउटा झुन्ड ग्रुपको हुनुभयो। रामवरण यादव काङ्ग्रेसको हुनुभयो। म पहिले भनौँ राष्ट्रपति को भने एउटा भैँसी चराउनेको छोरो होइन त्यो हो ठिक हो भने मैले जवाफ कसरी आउँछ तपाईँहरूलाई के जवाफ दिन्छन् भन्ने जवाफ पहिला सुनाइदिन खोजेको त्यसको खण्डन गर्नुहुन्छ भनेर। किनभने अहिलेका गणतन्त्रवादी नेताहरूले दिने जवाफ चाहिँ मैले अग्रिम तपाईँलाई भनिदिएँ भने सजिलो हो नि त त्यसको खण्डन गर्न। भैँसी चराउनेको छोरो एउटा मधेसी यो देशको राष्ट्रपति बन्यो। यो देशको मुहार फेर्छु भनेर हिँडिरहेको व्यक्ति मदन भण्डारीकी पत्नी एउटा विधवा एउटा नारी एउटा नेपाली चेली यो देशको सबैभन्दा ठुलो व्यक्ति बनिन् राष्ट्रपति बनिन्। रामचन्द्र पौडेल हरेक क्रान्तिमा बिपी कोइरालादेखि लिएर अहिलेसम्म हरेक क्रान्तिमा हरेक परिवर्तनमा जेल नेल भोगेर अगाडि बढेको एउटा नेपालीको छोरो एउटा गाउँलेको छोरो राष्ट्र प्रमुख बन्यो। के बिग्रियो अनि बिग्रिया त केही पनि मैले के भने नराम्रो भइदिन्छ अनि पछाडि राष्ट्रको भइदैन नि त कसैको सन्तान हुँदैमा होइन। तपाईँले भनेको एकदम सही कुरा हो बाबा। यो गणतन्त्र ल्याउने होइन यो गणतन्त्र ल्याउने मेरै भूमिका छ भने भूमिका नभए मान्छे म होइन त्यो सही कुरा हो। तर कुरा के भइदिएन मैले भन्न खोजेको कारण के हो त भने रामवरणजी भैँसी चराउनेको छोरा भैँसी चराएर हिँड्या भन्नुहुन्छ उहाँले हुनुभयो। त्यसमा मलाई को होइन भने जनताको छोरो हुनुपर्छ हुनुभयो। तर के त भने उहाँ राष्ट्रको राष्ट्रपति मानेन कि जनताले मानिदिनु पऱ्यो नि त। काङ्ग्रेस राष्ट्रपति बनिदिनु भयो है कि। अब आएर विद्यादेवी भण्डारीलाई के एमालेको राष्ट्रपति भनिदियो राष्ट्रको राष्ट्रपति भएन बाबा भन्नुभयो। राजाहरू त कसैको हुँदैन नि फेरि राजा भने सिद्धि कुरा। अनि अहिले रामचन्द्रजी के हुनुभयो त अब काङ्ग्रेसको राष्ट्रपति फेरि। त्यस कारणले मैले भन्न खोजेको कारण त्यो नराम्रो होइन भने गणतन्त्रमा जनताको छोरो राष्ट्र सर्वोच्च पदमा पुग्नु राम्रो हो। तर जनताले मान्दैन के गर्नु त तपाईँ। जनताले भन्नु पऱ्यो हाम्रो राष्ट्रपति हो नेपालको राष्ट्रपति भनेर नि। रामवरण काङ्ग्रेसको राष्ट्रपति जबसम्म यो पार्टी व्यवस्था र गणतन्त्र हुन्छ यस्तै हुन्छ हेर्नुहोस्। एउटा नभइकन त त्यहाँ पुग्दैन कि इन्डियाको जस्तो हुनु पऱ्यो कहाँको मान्छे ल्याइदिन्छ नि त भन्नुभयो। त्यो कामको हेरेर अब यहाँ त पार्टीका दलालहरू जान्छन्
गइसकेपछि उसले पार्टीको भुक्नुभन्दा अरू केही पनि भएन। रामचन्द्रजीले गएर तनहुँमा गएर भाषण कत्रो विवाद भयो नि। र त्यस कारण कुरा के छ भन्नुहुन्छ भनेदेखि चाहिँ नि नराम्रो होइन, तर के त राष्ट्रको बन्दैन। अब राजा भइदिएको भए राष्ट्रको हुन्थ्यो। हेर्नुहोस्, राजाहरूले भद्रगोल गर्दैनन् नि। हेर्नुहोस्, राजाहरूले घुस खाँदैनन्, बुझ्नु भएन कि। त्यहाँ त्यो गार्जियन संस्था चाहिने रहेछ भन्ने कुरा अहिले आएर महसुस भयो। र अनि गाउँमा झगडा गर्दा के भन्थ्यो, मूर्ति चोर भाइ मारा होइन, यिनीहरूले के भन्छ बुझ्नु भएन कि। त्यस कारण यिनीहरूले भनेको कुरा नगर्नु छ। अब त्यस कारण गाउँतिर झगडा गर्दा राजा नभए मुलुक हो र भन्थे कि के भने होला भने राजा नभए मुलुक यस्तो हुँदो रहेछ। त्यस कारणले अहिलेको परिप्रेक्ष्य भनेको धेरै अप्ठ्यारो स्थितिमा हामी छौँ। योभन्दा अप्ठ्यारो स्थिति आउँदैन। म त भगवान् पशुपतिनाथसँग म छैन माग्छु शक्ति के दिनु भने चाँडोभन्दा चाँडो यो व्यवस्था के हुनुहोस् भन्नेमा गएको छु। नत्र भने धेरै हामी अन्त्यमा पनि छौँ। अब तपाईँहरू जसरी अगाडि बढ्नु भएको छ, पक्राउ सामूहिक रूपमा पक्राउ नै दिने भनेर पनि अगाडि बढ्नु भएको छ, आन्दोलन अलिकति चर्काउने नै भनेर योजना बनाउनु भएको छ। अब तपाईँहरूको आन्दोलन कसरी अगाडि बढ्छ एउटा महत्त्वपूर्ण कुरा बढिराखेको छ भने हिजो नेपालगञ्जमा त्यत्रो अनि राप्रपालाई नबुकिकन फेरि राप्रपाको सबै आइसकेका छन् भने सुन्नुहोस् न, राजेन्द्र लिङ्गदेन बाहेकहरू यो त सबै आइसकेको छ। अब हरिबहादुरजी आउनु भएको छ, हरिबहादुर बस्नेत आउनु भएको छ, विक्रम पाण्डे आउनु भएको छ, धवल शमशेर जेलमै हुनुहुन्छ, रविन्द्र मिश्र जेलमै हुनुहुन्छ, डाक्टर प्रकाश चन्द्र लोहानी अस्ति भाषण गर्नुभयो दुनियाँभरि, त्यो क्रिम मान्छे चाहिँ यहाँ छन्। लिङ्गदेनजी आउनु भएको छैन। त्यस कारणले उहाँले अब के त भने सोच्नु भयो होला। त्यस कारणले उहाँलाई चाहिने के छ त भनेदेखि चाहिँ शुभकामना छ, राम्रो गर्नुहोस् भाइ, केही छैन, बुझ्नु भएन कि। त्यस कारणले यो के हो भन्नुहुन्छ भने यो बस छुट्यायो वीरगञ्जबाट, बुझ्नु भएन। कोही सिमरा ओर्लिन्छ, कोही जितपुर ओर्लिन्छ, बुझ्नु भएन कि। कोही हेटौँडा ओर्लिन्छ, बस भरिँदै जान्छ कि काठमाडौँ बस पुग्छ। त्यस कारणले जसले उक्लिन्छ छुट्छन्। तर असम्भव भावी के त भने यो जुन अभियान छ त्यो अभियान सफल हुन्छ। त्यति पक्राउ पर्नु र थुनिनुले केही फरक पर्दैन। यस्तो भइरहन्छ भने यो राजनीतिक प्रक्रिया हो। यो पक्राउ पर्नु पनि सफलता हो, सफलता हो एकदम। अब ऊ त सरेन्डर भयो नि, सरेन्डर भयो ल भनेर आएको नि त, सरेन्डर गरेर आएको, आत्मसमर्पण गरे। अब कतिपयले भोलिबाट के भन्नु सुरु गर्छन् भने अब दुर्गा प्रसादलाई हिरासतमा खतरा छ भनेर भन्नु होइन। छ नि त, न्यायालय छ, दुनियाँ छ, के हो त उसले होइन। गणतन्त्रमा के गर्नु पर्दैन, न्याय त मर्या छैन नि त। न्यायालय छ, दुनियाँ कुराहरू त सबैले हेरिराखेका छन्। सुरक्षा निकायले नि हेरेको छ। अन्याय अत्याचारीहरूलाई त के त भने हेरेको छ नि त उनीहरू। बोल्न नहुने कुरा होला, सुन्ने कुराहरू। त्यसलाई कसैले फुर्ती गर्नु पर्दैन, बुझ्नु भयो। सुरक्षा निकाय मेरो छ, सुरक्षा कर्मीहरू मेरो छन्, फुर्ती गर्नु पर्दैन। इन्दिरा गान्धीको डेथ कसरी भयो त्यो मनन गऱ्यो हुन्छ। अब बढी कुरा किन यही हो कुरा। हवस्, यो महत्त्वपूर्ण समय र संवादका लागि यहाँलाई धन्यवाद।